एउटा अभ्यास गर्नुहोस्। 10 सेकेन्डको लागि तपाईँले केही पनि नसोच्नुहोस्, मस्तिष्कमा कुनै पनि विचार नआओस्। के यो सम्भव छ? अभ्यास गर्नुभयो? समस्या तपाईँको मस्तिष्कमा विचार आउनु वा नआउनु होइन। समस्या भनेको त हामीले त्यस विचारप्रति कसरी प्रतिक्रिया दिन्छौँ भन्ने हो। तपाईँले जुन विचार आफ्नो मस्तिष्कमा सिर्जना नहोस् भन्ने सोच्नुहुन्छ नि, तपाईँले त्यस्तै किसिमका विचारहरू र त्यस्तै भावनाहरू पटक पटक अझ सक्रिय बनेर, अझ बलिया बनेर आइरहन्छन्। यस कारणले विचारसँग लड्ने प्रयास नगर्नुहोस्, बरु त्यस विचारलाई कसरी प्रतिक्रिया दिने त्यो बारेमा काम गर्न सुरु गर्नुहोस्। तपाईँले सामान्यतया त्यस्ता विचारहरूसँग लडिरहनु भएको हुन्छ जुन तपाईँको लागि नोक्सानदायक छन्, पीडादायी छन्, विगतका नराम्रा घटनासँग जोडिएका छन्, भविष्यका चिन्ता र डरहरूसँग जोडिएका छन्। हो, त्यस्तो अवस्थामा तपाईँले त्यो विचारलाई रोक्न खोज्दा आखिर त्यो विचार अझ शक्तिशाली बनेर आउँछ। यो किन हुन्छ? यसलाई विज्ञानले अर्थात् न्युरोसाइन्सले भन्छ विपरीत प्रतिक्रिया। तपाईँले जुन कुरालाई दबाउन खोज्नुहुन्छ नि, त्यसले अझ बलियोसँग हामीलाई प्रतिक्रिया दिने गर्दछ। न्युटनको तेस्रो नियम जस्तै बराबर तर विपरीत प्रतिक्रिया। यस कारणले जब तपाईँको मस्तिष्कमा कुनै विचार आउँछ, खास गरी कुनै नराम्रो विचार आउँछ, नोक्सानदायक विचार आउँछ, त्यस्तो अवस्थामा तपाईँले त्यो विचारलाई रोक्ने प्रयास नगर्नुहोस्, त्यो विचारलाई राम्रोसँग हेर्नुहोस्, त्यसपछि अर्थ बदल्नुहोस्। तपाईँको आफ्नो नियन्त्रणमा के छ, नियन्त्रणमा के छैन, त्यो कुरालाई तपाईँले हेर्ने प्रयास गर्नुहोस्। विचारमाथि पुनर्विचार गर्नु भनेको विचारलाई दबाउनु होइन, बरु त्यसबाट समाधान निकाल्नु हो। यस कारणले तपाईँले विचार आइसकेपछि त्यो विचारलाई दबाउनुभन्दा पनि त्यसमाथि निगरानी गर्नुहोस् र त्यसलाई पुनर्परिभाषित गर्ने काम गर्नुभयो भने तपाईँ त्यो विचारबाट नोक्सानी बिहोर्नु पर्दैन। अब कुरा गरौँ तपाईँ हाम्रो मस्तिष्कमा आउने ती विचारहरू जसलाई हामी रोक्न चाहन्छौँ। म असफल हुन्छु कि? त्यति बेला हामीले आफ्नो मस्तिष्कलाई सोधौँ, मेरो मस्तिष्कमा के चलिरहेको छ? जब हामीलाई यसभन्दा पहिला म असफल हुन्छु कि जस्तो लाग्थ्यो, त्यति बेला हामी निकै तर्सित डराएको अवस्थामा हुन्थ्यौँ। अब जब तपाईँले यो कुरालाई अब्जर्भ गर्न सुरु गर्नुहुन्छ, तब तपाईँले भन्नुहुनेछ मेरो मस्तिष्कले असफल हुने सम्भावनाको विचार गरिरहेको छ। अब त्यो असफल हुने सम्भावनाको बारेमा फेरि विचार गर्नुहोस्। तपाईँ असफल हुने तथ्य हो अथवा तपाईँले त्यो केवल विचार अथवा कथा बुन्नुभएको, कल्पना गर्नुभएको मात्र हो? यहाँनिर एउटा महत्त्वपूर्ण कुरा आउँछ। हामीले धेरै जसो वास्तविकता र तथ्यभन्दा पनि कल्पना र कथा बुनेर हामीले सानो सामान्य कुरालाई असामान्य बनाइरहेका हुन्छौँ। यस कारणले हामीले मस्तिष्कमा जुन कुरा सोचिरहेका छौँ त्यो कुरामा कति सत्यता छ, कति तथ्य छ अथवा कति कल्पना र कथा जोडिएको छ, त्यो कुरा पहिचान गर्नु धेरै महत्त्वपूर्ण छ। अब म तपाईँलाई हाम्रो मस्तिष्कको एउटा नियमको बारेमा बताउन चाहन्छु। हाम्रो मस्तिष्कले सामान्यतया विगतका प्याटर्नहरू, विगतका अनुभवहरूको आधारमा प्रतिक्रिया दिने काम गर्दछ। हाम्रो मस्तिष्कले डिलिसन, डिस्टोर्सन र जनरलाइजेसन अर्थात् 3D यसका आधारमा प्रतिक्रिया दिने काम गर्दछ। मतलब तपाईँ हाम्रा विगतका घटनाहरूसँग जोडेर अहिलेको अवस्थालाई कल्पना गर्ने अथवा तुलना गर्ने काम गर्दछ र यसको सबैभन्दा राम्रो उपाय भनेको त्यसको सत्यता जाँच गर्नु भनेको अत्यधिक महत्त्वपूर्ण हुन जान्छ, जसले गर्दा तपाईँ हामीसँग हाम्रो मस्तिष्कमा लामो समयदेखि घुम्दै आएका विचारहरूलाई हामी तुरुन्तै नयाँ तरिकाले परिभाषित गर्न सक्छौँ। कति सत्य छ अथवा केवल त्यसमा मेरो कल्पना मात्र जोडिएको छ भन्ने कुरालाई सही तरिकाले पत्ता लगाउन सक्नु नै हामीले त्यस विचारबाट मुक्ति हुने उपाय हो। जब तपाईँले रोग अथवा शरीरमा दर्दको महसुस गर्नुभएको हुन्छ, त्यति बेला तपाईँलाई लाग्छ म बिरामी छु, म केही पनि गर्न सक्दिनँ। त्यसलाई तपाईँले अलिक फरक तरिकाले विचार गर्न यसो गर्न सक्नुहुन्छ। रोग मेरो शरीरमा छ तर म रोग होइन, अर्थात्
विचार तपाईँको मस्तिष्कबाट उत्पन्न भएको छ, तर तपाईँ विचार होइन। तपाईँ फरक हो, विचार फरक हो। तपाईँ फरक हो, रोग फरक हो। तपाईँ फरक हो, समस्या फरक हो। जब तपाईँले आफू एक ठाउँमा र समस्या अर्को ठाउँमा भएको महसुस गर्नुहुन्छ अथवा त्यो हिसाबले पुनः परिभाषित गर्न सुरु गर्नुहुन्छ, तपाईँले त्यो समस्याबाट पीडित हुनु पर्दैन। र खुसीको कुरा के छ भने जब तपाईँले आफूलाई त्यो विचारबाट अलग बनाउनुहुन्छ, त्यो समस्याबाट अलग बनाउनुहुन्छ नि, त्यसभन्दा पछाडि तपाईँले त्यसबाट उत्पन्न हुने भावनालाई पनि अलग गर्न सक्नुहुन्छ र त्यसको आधारमा तपाईँको मस्तिष्कमा जुन डर, चिन्ता, तनाव लगायतका कुराहरू उत्पन्न हुन्छन् ती कुराहरूलाई पनि अलग गर्न सक्नुहुन्छ। यस कारणले तपाईँले आफ्नो विचारलाई दबाउने होइन, विचारलाई अब्जर्भ गर्न सुरु गर्नुहोस्। यसलाई भनिन्छ माइन्डफुलनेस। हामी एउटा अभ्यास गर्न सक्छौँ। आँखा बन्द गरौँ। तपाईँको मस्तिष्कमा पटक पटक आइरहने एउटा विचारको कल्पना गर्नुहोस्। तपाईँले जसले दुःख दिइरहन्छ, एकपटक विचार गर्नुहोस् त त्यो विचार के हो? त्यो विचारमा कति सत्यता छ? त्यो विचार तपाईँको विगतको कुनै पीडादायी क्षणसँग सम्बन्धित छ कि, भविष्यको असफलतासँग सम्बन्धित छ कि, स्वास्थ्य समस्यासँग सम्बन्धित छ कि, आर्थिक पक्ष, सामाजिक पक्ष, साथी सम्बन्ध, पारिवारिक अथवा केसँग सम्बन्धित छ? त्यो कुरालाई विचार गर्नुहोस्। तपाईँले जुन कुरालाई सही मानिरहनु भएको छ, के त्यो पूर्ण रूपमा सही छ? जब तपाईँले त्यो विचारमध्ये कति सही र कति तपाईँले बनाएको काल्पनिक कथा भन्ने छुट्याउन सक्नुहुन्छ नि, बिस्तारै तपाईँले त्यसलाई त्यो विचारको दबावलाई अथवा डरलाई कम गराउँदै लैजान सक्नुहुन्छ। अब तपाईँले त्यो विचारलाई नयाँ तरिकाले अर्थ दिने काम गर्नुहोस्। यदि तपाईँको त्यो विचार म असफल हुन्छु कि भन्ने डरसँग सम्बन्धित थियो भने, यदि त्यो घटना तपाईँको जीवनमा भइहाल्यो भने, तपाईँ असफल भइहाल्नुभयो भने त्यसबाट तपाईँलाई के कुरा नोक्सानी हुन्छ, तपाईँलाई नोक्सानी हुन सक्ने सबैभन्दा महत्त्वपूर्ण, सबैभन्दा गहिरो अवस्था के हो त्यहाँ पुग्नुहोस्, ताकि तपाईँ त्योभन्दा तल झर्न नपरोस्। तर तपाईँले यो कुरा विचार के गर्नुपर्छ भने तपाईँ त्यो अवस्थामा पुग्ने सम्भावना अत्यन्तै कम छ र यदि तपाईँ त्यो अवस्थामा पुगि नै हाल्नुभयो भने पनि तपाईँले के गर्न सक्नुहुन्छ? तपाईँले गर्न सक्ने भनेको जसरी पनि त्यो अवस्थालाई सामना गर्नुहुनेछ भने तपाईँ किन डराउनुहुन्छ? अर्को कुरा भनेको यदि तपाईँ त्यो अवस्थामा पुग्नु नै छैन भने तपाईँले त्यो मनमा आशंका मात्र किन पाल्नुहुन्छ? जुन घटना अथवा सत्यता हुनेछ त्यो तपाईँको नियन्त्रणमा छ वा छैन? यदि त्यो तपाईँको नियन्त्रणमा छ भने तपाईँले अहिले नै एक्सन लिनुहोस्। यदि त्यो कुरा तपाईँको नियन्त्रणमा छैन भने तपाईँ अहिले नै किन चिन्तित बन्नुहुन्छ र आफूलाई मानसिक रूपमा पीडित बनाउनुहुन्छ? हो, अब अर्थ बदल्नुहोस्। आफूले गर्न सक्ने काम अहिले नै गर्नुहोस्। नसक्ने हो भने लेट्स गो, तपाईँले के गर्न सक्नुहुन्न त्यतिकै छोडिदिनुहोस्। तपाईँ अहिलेको वर्तमान क्षणमा आउनुहोस्। तपाईँले के काम गर्नुपर्ने हो, तपाईँले अहिलेको दायित्व के हो, तपाईँले त्यसलाई पुरा गर्नुहोस्। लामो सास भित्र लिनुहोस्, बिस्तारै आँखा खोल्नुहोस्। तपाईँले कस्तो महसुस भयो जब तपाईँले त्यस समस्यालाई फरक तरिकाले हेर्न सुरु गर्नुभयो नि? तपाईँले त्यस घटनालाई फरक तरिकाले हेर्न सुरु गर्ने बित्तिकैबाट तपाईँको त्यो अर्थ बदलिएसँगै त्यो समस्याबाट तपाईँलाई जुन पीडा मिल्ने थियो त्यो पीडाको दर पनि घट्दै गएको हुन्छ। मानौ कि तपाईँ यसभन्दा पहिला सुरिलो रुखको टुप्पामा हुनुहुन्थ्यो। 10 फिटको रुखमध्ये तपाईँ 8-9 फिटको उचाइमा हुनुहुन्थ्यो। जब तपाईँले त्यसलाई रिफ्रेमिङ गर्नुहुन्छ, नयाँ तरिकाले अर्थ बदल्नुहुन्छ र अहिले के गर्न सक्छु, के गर्न सक्दिनँ भन्ने कुराको सही तथ्य पत्ता लगाउनुहुन्छ, सत्यता जाँच गर्नुहुन्छ नि, तपाईँ त्यस रुखको अब
2, 3, 4 फिटको दूरीमा मात्रै पुग्नुभएको हुन्छ ताकि तपाईँलाई त्यसले ठुलो नोक्सानी पार्न सक्दैन हो। यस कारणले हामीले आफ्नो विचारलाई रोक्ने काम नगरौँ। त्यो विचारमा के सत्यता छ के छैन भन्ने कुरालाई गहिरोसँग बुझ्ने प्रयास गरौँ। यसका लागि केही समय रोक्यौँ, पुनः कसरी त्यस अर्थलाई परिभाषित गर्न सकिन्छ त्यो कुरा विचार गरौँ। नयाँ परिभाषाले हामीलाई पुरानो समस्याबाट मुक्त बनाउनै छ र नयाँ आशा र सम्भावनातर्फ केन्द्रित बनाउनै छ। र अर्को कुरा, तपाईँ जुन घटना छ नि त्यो घटनालाई कसरी व्याख्या गर्नुहुन्छ र त्यसप्रति तपाईँले कस्तो भावना व्यक्त गर्नुहुन्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। एउटै घटना कसैको लागि निकै महत्त्वपूर्ण लाभदायक साबित हुन सक्छ भने त्यही घटना कहिलेकाहीँ कसैको लागि हानिकारक साबित हुन सक्छ। त्यो भनेको घटना एउटै हो तर त्यस घटनाप्रति हामीले कस्तो प्रतिक्रिया दिएका छौँ भन्ने कुरा मात्रै हो। यस कारणले त्यो घटना आफैमा समस्या वा लाभको विषय होइन, बरु त्यसमा हामीले दिने अर्थ धेरै हदसम्म फरक पर्न सक्छ। हामीले सानो परिवर्तन अर्थको माध्यमबाट ल्याउँदा पनि त्यसले हाम्रो जीवनमा हाम्रो बुझाइमा धेरै ठुलो फरक पार्छ भने त्यसरी त्यो अर्थलाई नयाँ तरिकाले परिभाषित गर्ने काम किन नगर्ने। दर्शकवृन्द, तपाईँलाई आजको हाम्रो यो सामग्री कस्तो लाग्यो? आजको हाम्रो यो विषयवस्तु थियो विचारलाई दबाउने अथवा रोक्ने होइन, त्यसलाई गहिरो तरिकाले अब्जर्भ गर्ने, हेर्ने, विश्लेषण गर्ने, त्यसको सत्यता जाँच गर्ने, हामीले त्यसमा के एक्सन लिन सकिन्छ त्यो एक्सन लिने र आफूले नयाँ तरिकाले त्यस समस्यालाई अर्थ्याएर आफूलाई वर्तमानमा ल्याउने। तपाईँहरूको आजको दिन शुभ रहोस्।